हेलो गाइज, वेलकम टु माई न्यू भ्लग है। मैले चाहिँ सानो एउटा भिडियो बनाएँ है त। ल मैले क्रोसे काम गर्छु नि त, अनि त्यसको लागि चाहिँ धागो चाहिन्छ नि। अनि त्यो धागो चाहिँ कहाँबाट लिएर आउनुहुन्छ भनेर मलाई धेरै दिदीबहिनीहरूले सोधिराख्नु भएको थियो टिकटकमा म्यासेज गरेर। अनि त्यही भएर मैले चाहिँ यो सानो एउटा भिडियो बनाएर उहाँहरूको लागि जानकारी दिने एउटा बाटो रोजेँ है त टिकटक मार्फत। यो भिडियो चाहिँ बनाएर यो पसल चाहिँ इन्द्रचोकबाट असन जाने बाटोनिर छ होइन। थोरै अलि अगाडि असन साइडमा आउँदाखेरि चाहिँ सानो गल्लीबाट भित्र छिर्नुपर्छ। यदि हजुरहरूलाई लोकेसन चाहिएकै छ भने मलाई कमेन्ट गर्नु होला है त। मैले लोकेसन सबै पठाइदिनेछु। यहाँ धागो राम्रो पाउँछ। यहाँबाट मैले धागो लिन थालेको नै 3 वर्ष भइसक्यो। मैले काम गर्न सुरु गरेँ दिनदेखिबाट धागो यहीँबाट लिएर आउँछु। राम्रो धागो पाउँछ, मिलाएर पनि पाउँछ। यति बेला चाहिँ रातिको ठ्याक्क 7भन्दा नि अलि बढी नै बजेको थियो। अनि त्यही भएर सबै स्टाफहरू गइसक्नु भएको थियो। अनि दाइले आफै धागो मिलाइदिइराख्नु भएको छ। यो धागोहरू चाहिँ मैले चुज गरेको हेर्नु है, कस्तो राम्रो राम्रो छ कि। अनि यति बेला चाहिँ मलाई सन्चो थिएन के। अनि म बिरामी हुँदाखेरि नै मलाई धागो चाहिएर म लिनलाई गएको। हेर्नु न मेरो हालत, मेरो कपडा कस्तो छ, पछ्यौरा ओढेर बुढी मान्छे जस्तो टोपी लगाएर होइन। अनि गएको के म राति के रमाइलो लागेको, आँखा फेरि त्यस्तै